हेलो नमस्ते सम्पूर्णमा यहाँलाई स्वागत छ म सुबोध गुरुङको भ्लगमा। विशेष गरी म आज तकदाह क्यान्टिनमा एउटा सानो काम ल्याएको थिएँ र त्यसैको एउटा सानो भ्लग तपाईँहरू समक्ष म पसिरहेको छु है। र देखिरहनु भएको छ यहाँ तकदाह बजार है। आज त एकदमै धुम्बिरहेको छ र यो तकदाह एउटा यस्तो जग्गा हो है जहाँ चाहिँ है बाहिरका जो पर्यटकहरू है घुम्ने फिर्नेको निमित्त आउँछ र यहाँदेखि पर तपाईँको एउटा तिनचुले भन्ने एउटा यस्तो जग्गा छ जहाँ चाहिँ है पेसोक कमानको नजिक पर्छ। त्यहाँ चाहिँ एकदमै रमाइलो एउटा दृश्यहरू छ। त्यो दृश्यहरू हेरेर अनि पर्यटकहरू एकदमै मनोरञ्जन साथै उहाँहरू खुसी भएर है उहाँहरूले है त्यहाँको दृश्यहरू फोटोमा कैद गरेर उहाँहरूले आफ्नो ठाउँतिर लाने पनि गर्छन् है। देखिरहनु भएको छ यहाँ है गाडी एकदमै भिड भएर छ हिलो त्यत्तिकै र म चाहिँ अब यहाँ दाको फोटोमा आइरहेको छु है। यहाँ चाहिँ दिपेन दा हुनुहुन्छ है उहाँले फुलको बिजनेसहरू गर्नुहुन्छ र यहाँ दिपेन दादा हुनुहुन्छ है। र तपाईँलाई म एउटा दुई चारवटा कुरा सोध्न चाहन्छु है। र तपाईँले अब यहाँ तकदाह क्यान्टिनमा है अब भेराइटी तरिकाको एउटा सब्जीको अब बिउहरू राख्नुहुन्छ है, साथैमा फुल पनि राख्नुहुन्छ र मल पनि राख्नुहुन्छ है। र तपाईँलाई अब यहाँ गर्नुभएको कति वर्ष भयो? गरेको झन्डै 22 वर्ष भयो। 22 वर्ष र 22 वर्षको अन्तरालमा है तपाईँलाई के कस्तो यहाँको अनुभवहरू बताउनु भयो? यहाँ अहिलेसम्म ठिकै छ। 22 वर्षको अनुभवमा धेरै कुराहरू सिकियो होइन। जति मैले जानेको थिएँ त्योभन्दा ज्यादा चाहिँ मलाई जति पनि हाम्रो खेती गर्ने दाजुभाइहरू हुनुहुन्छ, सब्जी रोपन गर्ने दाजुभाइहरू हुन्छ र जति पनि हाम्रो बस्तीको दाजुभाइहरू हुन्छ उहाँहरूबाट पनि धेरै कुरा आजको दिनसम्म सिक्नु पाइरहेको छ र यो सिक्ने क्रम अझै जारी नै छ। हामी जहिले पनि सिकिरहनु नै पर्छ कतिवटा कुरा है। र यहाँबाट मैले जति सक्दो मैले जानेको र मैले दिनुपर्ने सेवाहरू म दिने गर्छु। किनभनेदेखि अब सबैले काम पाउँछ भन्ने छैन होइन। कतिजना शिक्षित बेरोजगार भाइहरू पनि छ र जुन चाहिँ यो एग्रिकल्चर बेसबाट फ्लोरिकल्चर बेसबाट पनि धेरै कुरो गर्न सकिन्छ। हामीले आफ्नै ठाउँमा बसेर धेरै कामहरू गर्न सक्छ है। हामी आफ्नै ठाउँमा बसेर फुलको खेती भनौँ, सागसब्जीको खेती भनौँ, आफै मालिक आफै लेबर भएर पनि काम गर्न सक्छ। र म एउटै सजेसन गर्न चाहन्छु र हाम्रो जति पनि दाजुभाइहरू छ, युथहरू छ होइन, आफै इस्टाब्लिस हुने ट्राई गरौँ र हाम्रो जति पनि हाम्रो सन्तानहरू छ, हाम्रो सन्तान पनि अब व्यवसायमा नै पस्नुपर्छ भन्ने चाहिँ मेरो विचार छ। किनभने हामी धेरै वर्ष पुस्ताउदेखि हामी अरूको अन्डरमा काम गर्दै आयौँ होइन। र हामीले अहिले भनेको जस्तो हामी व्यवसायमा पस्न सकेको छैनौँ है। र त्यसले गर्दाखेरि व्यवसाय गरौँ, सबैसँग मिलेर गरौँ, सबैको सहयोग गरेर गरौँ र अरूको आइडिया पनि दिउँ, आफ्नो आइडिया पनि दिउँ भन्ने चाहिँ म भाइको यो च्यानलबाट चाहिँ म सबैलाई यो शुभ सन्देश दिन चाहन्छु। हुन्छ, थ्याङ्क यू है। र तपाईँको दोकानबाट है धेरै मानिसहरूले है तकदाह आएको बेलामा बिउहरू लाने गर्छन् र उहाँहरूबाट तपाईँलाई के कस्तो एउटा रेस्पोन्स पाउनुहुँदैछ अहिलेसम्म? अहिलेसम्म चाहिँ जति सक्दो 100मा 80% राम्रै रेस्पोन्स छ है। 100मा 100% कतिवटा कुरोहरूमा बिजहरूमा डिफेक्ट हुन्छ, किनभने यो एजेन्सीबाट कम्पनीबाट पेक भएर आएको चिजहरूमा कतिवटा कुरो डिफेक्ट, तर 80% अहिलेसम्म चाहिँ सक्सेसै छ। र हाम्रो जति पनि भेगको मानिसहरू यो जुन चाहिँ मैले सेवा प्रदान गरिरहेको छु, नभए यही चिज किन्नुको लागि कि दार्जिलिङ जानु पऱ्यो कि कालिम्पोङ जानु पऱ्यो, एक दिन माया मार्नुपर्ने स्थितिहरू आउँछ। अहिलेसम्म बिउ बिजनहरूमा त्यस्तो प्रकारको कम्प्लेन छैन। जति सक्दो सेटिस्फाई गराउने नै ट्राई गरिरहेको छु र भइ पनि रहेको छ कतिजनाहरू। अन्त तपाईँलाई चाहिँ कस्तो लाग्छ? अन्त यहाँबाट धेरै तपाईँले पनि लानुहुन्छ है? मैले पनि है धेरैचोटि तकदाह आएको बेलामा यहाँबाट बिउहरू लगेको छु र अस्ति जो तपाईँबाट मैले लगेको थिएँ धनियाँ, गाजर, मुला, त्यो अहिले राम्रै उम्रेको छ र म पनि खुसी नै छु। र आज फेरि म तपाईँको दोकानबाट यो छोटा हाइब्रिड फर्सी है, फर्सी म जुगुन त्यो लिनुको निम्ति आइरहेको छु है।
है सिडहरूको एभाइलेबल सबै सिडहरूको अहिलेको सिजनको सबै एभाइलेबल छ है तपाईँहरूले लिन सक्नुहुन्छ एकजना भाइलाई यहाँनिर जुगुनी जुन चाहिँ भन्नुभयो यो सिड जुगुनी है यो चाहिँ पटमा पाल्ने है यो भाइलाई दिँदैछु कति मिल्छ होला है यो 20 रुपियाँको पाइहाल्छ 20 रुपियाँ पाइहाल्छ कम्तीमा पाइहाल्छ ठुलो पोस्टमा पनि पाइहाल्छ तपाईँहरूले यहाँ हाम्रो अब दसैँ तिहारको मल सुरु भयो है हजुर गदौरी सयपत्रीको पनि यसो हाम्रो दर्शकहरूलाई र उहाँ चाहिँ हुनुहुन्छ रङ्गलीबाट दिपेन दादा र उहाँलाई सम्बोधनमा म अब दिपेन दादै भन्छु है यहाँ फुलको पनि मल उहाँको दोकानमा एभाइलेबल छ साथैमा यहाँ गमलाहरू पनि छन् र साथैमा तपाईँहरूलाई देखाइरहेको छु अब यहाँ सयपत्री देखिरहनु भएको छ यहाँ गदवरी दसैँको लागि है र अरू भेराइटी पनि यहाँ फुलहरू छ यहाँ साथैमा तपाईँले देखिरहनु भएको छ यहाँ भरपुर मात्रामा है यो खेतीमा चलाइने यहाँ सामग्रीहरू पनि छ यहाँ फुलहरू पनि छ है र तपाईँहरूलाई के कस्तो लाग्यो आजको यो भ्लगमा प्रतिक्रिया चाहिँ अब कमेन्ट बक्समा दिनुहोला है कति मजाको र सँगसँगै यहाँ भाइ पनि हुन्छ है उहाँहरूले पनि यसरी दिपेन दादाले अब फुलको खेतीको साथै सब्जीको एउटा बिउ राख्नुहुन्छ भने उहाँ भाइले चाहिँ सब्जी राख्नु हुँदैछ र भाइको शुभ नाम मोहम्मद मुतिब र तपाईँले होइन यहाँ दोकानमा यसरी सब्जीहरू राख्नुभएको छ है सब्जी भरपुर मात्रामा राख्नुभएको छ र तपाईँको खास घर चाहिँ कहाँ हो मेरो खास घर बिहार हो यहाँ आउनुभएको चाहिँ कति वर्ष भयो यहाँको लगभग 3 पुस्ता हो 3 पुस्ताको यो जो अब बसिरहनु भएको छ अहिले र त्यो अन्तरालभित्रमा तपाईँले यहाँ टोलमा आएर यसरी है आफ्नो एउटा आफ्नै एउटा व्यवसाय जो सब्जी खेती गर्नुहुँदैछ के कस्तो एउटा अनुभव बटुल्नुभयो है र त्यो अलिकति भनिदिनुहोस् न अब के हो न हामी त सब्जी त खेती त गर्दैन हामी सिलगढीबाट ल्याउँछ हो सिलगढीबाट ल्यायो होलसेल रेटमा बेच्यो अलिकति त्यही हो बिजनेस दुःख सुख चल्दैछ दुःख सुख चाहिँ चल्छ तपाईँ मतलब एउटा भन्छ नि सेटिस्फाई हुनुहुन्छ हजुर हुन्छ ल थ्याङ्क यू धन्यवाद र साथै भयो म चाहिँ अब घर फर्किँदैछु है यो जति पनि देखिरहनु भएको छ यो है पर्यटकहरूको यो गाडीहरू हो है उनीहरू आएको गाडीहरू